त्यसपछि मैले एकदम सजिलोसँगले आलु फ्राई गर्न जान्दैछु। एकदम मिठो हुन्छ यसरी बनाएको आलु फ्राई। बनाउन सुरु गरौँ है। यसरी बनाएको आलु फ्राई चाहिँ एकदम मिठो हुन्छ। मैले कराईमा पानी राखेर आलु यो सेपमा काटेर बोइल गर्न राखेको छु। धेरै बोइल नगर्ने यसलाई 5 मिनट जति। मैले यहाँ बोइल गरिसकेँ 5 मिनट जति। यता तेल बसालेछु, जिरा राख्छु, हल्दी, खोर्सानी, गरम मसला, आलु एकदमै मिठो हुन्छ। यसरी लसुन प्याजहरू नराखी सिम्पल तरिकाले बनाएको आलु फ्राई। अब यसमा म 3-4 खोर्सानी र करी पत्ता राखेको छु। करी पत्ता नराखे पनि हुन्छ। पाकिसक्यो। एकदमै मिठो हुन्छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला। हजुरहरूले रोटीसँग चिउरासँग राइससँग खाँदा पनि एकदमै मिठो हुन्छ।